Hi everyone, welcome to my vlog. So this is going to be Rara vlog. So I didn't feel like to vlog much, so they were day 1, day 2, day 3 खासै vlog छैन. But here I am going to give a description अनि अलिकति voice over गरेर चाहिँ म भन्न चाहन्छु. So day 1 र day 2 and day 3 हाम्रो ट्राभलिङ थियो. So day number 1 चाहिँ हाम्रो काठमाडौँदेखि कोहलपुरको थियो. सो काठमाडौँदेखि बिहानै हामी 5 बजे लाइक 3 बजे उठेर हामी हुन्छ नि 4 बजे हिँड्ने प्लानिङ थियो. बट त्यही हो, अब त्यस्तै त हुन्छ. सो 5 बजे हिँडेर हामी चाहिँ 15 घन्टा 16 घन्टा कोहलपुरमा पुग्नुपर्ने थियो. त्यो यात्रा त्यस्तो लामो यात्रा भएर अनि हामी कोहलपुर चाहिँ 9-10 बजे यति बजे पुग्यौँ. अनि त्यहाँ चाहिँ हामी कोहलपुरमा स्टे थियो होटल अतिथिमा. एन्ड देन त्यसपछि चाहिँ मैले खानेकुराहरूको पनि होइन हुन्छ नि ब्रेकफास्टहरू लन्चहरू डिनरहरूको पनि खासै के पनि फोटोहरू लिएन कि I don't feel like to जस्तो लाग्छ मलाई किनभने ट्राभल भएर होला. अनि त्यसपछि डे नम्बर 2 चाहिँ हाम्रो कोहलपुरदेखि कालीकोटको स्टे थियो. अनि त्यहाँ पनि यस्तै 8 आवर्सको जर्नी थियो. सो यो चाहिँ यो रिभरहरू अनि यो जुन पुलहरू देखाइरहेको छु त्यो चाहिँ कर्णालीकै रिभरहरू हो होइन. सो डे 2 चाहिँ हाम्रो कर्णालीको उस थियो कि दैलेक अनि पुरै हिली एरिया जस्तो कस्तो अमेजिङ के जस्तो कस्तो भनेपछि डे 1 चाहिँ पुरा तराई भयो होइन. बुटोल हुँदै दाङ हुँदै हामी कोहलपुर पुग्यौँ. सो डे नम्बर 2 मा चाहिँ कालीकोटमा जाने बेलामा चाहिँ पुरा यो हुन्छ नि यस्तो यो हरियालीहरू यो हिली रिजनहरू एकदमै देख्न पाइयो. र यो दैलेक भन्ने ठाउँ चाहिँ कति ठुलो के खत्तमै नहुने. अनि त्यसै गरेर हामी चाहिँ त्यही हो ट्राभल गऱ्यौँ. 8 आवर्सको ट्राभल. अनि कालीकोटमा चाहिँ हाम्रो होटल चन्द्र समथिङ होटलमा चाहिँ स्टे थियो. सो त्यहाँ चाहिँ हामी राति कति बजी पुग्यौँ 7 बजीतिर पुगेको थियौँ होला 6-7 बजीतिर. अनि त्यहाँ डिनर सिनर गऱ्यौँ. अनि त्यसपछि हामी रेस्ट गऱ्यौँ अनि त्यहीँ सुत्यौँ. अनि त्यसपछि चाहिँ डे नम्बर 3 चाहिँ के थियो भने चाहिँ बिहान उठ्ने अनि उठेर चाहिँ मुगु जाने थियो कि. अनि मुगु चाहिँ त्यहाँ कालीकोटबाट जस्तो नजिकै थियो. 4 बजी कति बजी पुग्यौँ. अनि त्यहाँ मुगुबाट फेरि तपाईँले 3 आवर्सको वक गरेर राराको हुन्छ नि ज्यादातर होटलहरू रिजोर्टहरू त्यहाँ स्टे गर्न सकिन्छ कि. सो यसरी चाहिँ यो हाम्रो आइटिनरी थियो. सो त्यस्तो भयो. अनि यो चाहिँ मलाई कस्तो राम्रो लाग्यो कि यो रिभर चाहिँ हुन्छ नि यो कर्णालीको रिभरहरू कस्तो फ्रेस अनि कस्तो लाइक हुन्छ नि क्लिन देखिने. अनि त्यसपछि हामी त्यही अब कालीकोटबाट बिहान उठेर हामी मुगुको लागि जाँदाखेरि यो बाटो चाहिँ कस्तो न्यारो बाटो होइन कस्तो डेन्जरस टाइपको बाटोहरू हुन्छ नि जस्तो एज यु नो होइन माथि अझै लेकमा जाँदै गयो भने त्यस्तै त हो नि बाटो. सो त्यस्तै थियो इन्ट्रेस्टिङ थियो एकदमै हुन्छ नि लाइक डे 1 तराई डे 2 चाहिँ हिली रिजन त्यसो डे 3 ठ्याक्कै पहाड के अरे हिमाल के. सो इट वाज इन्ट्रेस्टिङ. सो हाम्रो ब्रेकफास्ट चाहिँ नगमा भन्ने ठाउँमा थियो. सो त्यसपछि हामी ब्रेकफास्ट गऱ्यौँ. समोसा तातो समोसा आयो हाम्रो समोसा. बसेको जस्तो देखिन्छ अहिले चाहिँ हामी खाजा खाएर नास्ता खाएर यो चाहिँ ठाउँको नाम चाहिँ तिल गुफा सरी नगमा कालीकोटमा छौँ. अनि खाजा खाएर अब निस्किन लागेको. सो यहाँ चाहिँ यस्तो भ्यू छ अनि हालत यस्तो छ. It's very cold. It's very cold. कति चिसो छ डाँडा चाहिँ राम्रो देखिने रहेछ. अनि यो नगमा भन्ने ठाउँमा चाहिँ कस्तो एउटा हुन्छ नि इन्ट्रेस्टिङ कुरा चाहिँ के लाग्यो भनेपछि यहाँ चाहिँ वासरुमहरू हुन्छ नि टोयलेटहरू. त्यो टोयलेटहरू चाहिँ घरको माथि होइन जस्तो कच्ची घरहरू त गाउँतिरको त कस्तो हुन्छ टोयलेट चाहिँ बेग्लै बाहिर हुन्छ होइन. अनि माथि बार्तली हुन्छ माथि त वक गरेर बार्तली कोठाहरू हुन्छ. तर यहाँ चाहिँ माथि के टोयलेट लाइक हुन्छ नि त्यो चढेर टोयलेट माथि जाँदा त कस्तो अजिब सा लाग्यो कति डिफ्रेन्ट लाग्यो र इन्ट्रेस्टिङ पनि लाग्यो. र अनि यो अन द वे भ्यूहरू चाहिँ
कस्तो राम्रो देखेको कि यति राम्रो ब्युटिफुल देखेको पक्की बाटोमा तर अनफर्चुनेटली मोस्ट अफ द बाटो चाहिँ कस्तो कच्ची अनि डिफिकल्टिज के भर्खरै हामीले खाना लन्च खायौँ यहाँ होटलमा अब एकछिनमा पुगिन्छ हामी अनि यो चाहिँ अन द वे टु मुगुको सिन्जाबाट मुगुको त्यो बेस जता गाडी राख्छ होइन त्यहाँबाट त्यहाँसम्म पुग्दाखेरि चाहिँ कस्तो कश्मीर हुन्छ नि मनाली भाइब्सहरू आउने कि एकदम रमाइलो लाग्ने अनि यो चाहिँ गाडी राख्ने बाटो फेरि 3 घन्टा हिँड्नुपर्छ नि त त्यो त्यसको बेस हो क्या कस्तो हामी चाहिँ फाइनली रारामा आयौँ ओ माय गॉड रारा मेरो पछाडि ट्याक्क यो चाहिँ रारा हो हामी चाहिँ ट्र्याक गर्दा गर्दा रारा आइपुग्यो मेरो हालतलाई प्लिज इग्नोर गर्नु होला सो आज आइपुग्यौँ तर आज चाहिँ हामी यहाँ नबस्ने फोटोसुट यहाँ नगर्ने खासै अब भोलि गरिन्छ भोलि यहाँ आएर अनि फोटोसुट गर्ने प्रपर तरिकाले राम्रो आएको पनि छैन होला मेरो क्यामेरामा कस्तो राम्ररी आउँदैन कि निलै देखाएको छैन बट यो चाहिँ रारा त्यो चाहिँ हो है गर्ल्स यता हेर ल ठिक छ त्यो वाला भिडियो बनाउनु पर्ने कि हो त्यो भनेर एउटाले यताबाट यसरी गर्ने अर्कोले यताबाट यसरी गर्ने डिजाइनले मोबाइलबाट गर्ने कहाँबाट आउनुको म्याडमहरू काठमाडौँबाट काठमाडौँ आएको बसमा आएको तपाईँहरू जिपमा आएको बस्ने कहाँ हो त्यो होटल त पारि हजुर हामीहरू भर्खरै यहाँ माथि उसम्म आएको के अरे जिपमा आउनुको हजुरहरूको चाहिँ कता त्यो ढुङ्गा नहिँड्नु नि यता हिँड्नु ढुङ्गा दाइ त अप्ठ्यारो होला नि तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको त ए पोखराबाट हो ए हजुर ए हुन्छ घोडामा चढेको हेर्दै हेर्दै आउनुलाई तपाईँहरू फर्स्ट टाइम आउनु भएको पहिले पनि आउनु भएको थियो हामी नि फर्स्टै हो अब यसमा त दोबारा आउनु त गाह्रै हुन्छ बाटो पनि स्याइन्छ त्यही भने हो भने ग्याङ्स हात त कस्तो दुख्यो हौ चिसो भयो हात त मेरो चिसो होइन तिमीलाई यो लेगको पुरा चिसो आइसकेछ के And this was a very thrilling experience of mine. यो चाहिँ मेरो फर्स्ट स्नोफल अफ माई लाइफ भनौँ न फर्स्ट स्नोफल मैले एक्सपिरियन्स गरेँ फिलिङ सो लकी एन्ड ग्रेटफुल आफ्टर 3 hours अफ ट्रेकिङ वी फाइनली रिच आवर होटल होइन अनि त्यसपछि सबैजना फ्रेसन अप भएर यहाँ हलमा ग्यादर भयौँ सो द्याट मजाले होइन आगो तापेर कोजी फिल र वार्म फिल होस् भनेर अनि अर्को कुरा हामीले यहाँ के भन्छ अरे यो झ्वाइँखट्टे पनि ट्राई गऱ्यौँ अनि तर यो झ्वाइँखट्टे होइन चाहिँ एक्चुअलमा चाहिँ मार्फा हुन्छ नि स्याउको रक्सी रहेछ अनि त्यसपछि हामी डिनर गऱ्यौँ सबैले मिलेर डिनर गऱ्यौँ अनि डिनर गर्दा गर्दा गफसफ गर्दा गर्दा ठ्याक्क फेरि के भयो भने चाहिँ फेरि स्नोफल आयो कि फेरि स्नोफल भइरहेको थियो अगेन अनि फेरि मजा आएर त हामीलाई हेर्न वाउ स्नोफल भनेर सबैजना एक्साइटेड भएर हेरिरहेको थियौँ किनभने सबैजनाको फर्स्ट टाइमै थियो कि अनि कस्तो रमाइलो फिल भइरहेको थियो So today is day number 4 and it's early in the morning, not early, it's 7. So आज हामी रानमा फाइनली जाने अनि फोटो खिच्ने यस यो होमस्टे चाहिँ कस्तो क्युट के उठ्नुभयो हाम्रो चिया पनि आइसक्यो तातो चिया सो यहाँबाट चाहिँ एन्ट्री छ कम
सो यसरी चाहिँ यो होमस्टे चाहिँ अनि त्यसपछि यो चाहिँ हाम्रो रुम सो इट्स म्यासअप किनभने अब हामी निस्किन लाग्यो त्यही भएर अनि यहाँ चाहिँ अँध्यारो छ बट इट्स सो कोजी एन्ड वार्म एन्ड भेरी ओल्ड स्कुल जस्ट लाइक माई ग्रान्डमा's home. चिसो छ मौसम खै खै हाय क्याटी चाहना ओ माय गॉड what a view फोटो शूटिंग This is the cottage that we stayed last night. So अब चाहिँ ब्रेकफास्ट पनि भइसक्यो हामीले खाइसक्यो अनि अब चाहिँ हामी जान लागेको यहाँबाट अब रारा लेकतिर जाने हो तल सो ब्रेकफास्ट सबै भइसक्यो एकछिनको लागि त इट फिल्स पिस नाइस बट नट फर एभर बिकज डिफिकल्टिज हुन्छ मान्छेलाई एडजस्ट गर्नलाई त्यही त हो अब पहिले बसिरहेको भए त हुन्थ्यो त सो डिफिकल्ट्स हुन्छ कि मान्छेलाई चाहिँ तर हाम्रो बागलुङ पनि कस्तो राम्रो छैन नि नभएको होइन नि छ यस्तो राम्रो छ हाम्रो बागलुङ पनि फ्रम हियर उताको पारी गाउँमा चाहिँ घाम लाग्न थालिसकेको छ त्यो हाम्रो रारा कल्चर रिजोर्ट सो अब चाहिँ हामी निस्किन लागेको ओके अब हामी निस्किएको साथीहरू सो all the way to down हाइक गर्दै अब टक्क लगाएर सो हामी वक गरेर तल जाँदै थियौँ आज चाहिँ डे 4 आज चाहिँ आइटिनरीमा थियो रारा पुरा एक्सप्लोर गर्ने बोटिङ गर्ने हर्स राइडिङ गर्ने अनि ब्याक टु तल मुगुई यो राराकै बेसमा जता पार्किङ हुन्छ त्यहाँ गएर अनि त्यसपछि फेरि ब्याक टु कालीकोट अनि कालीकोटदेखि फेरि ब्याक टु कोहलपुर एन्ड देन नेपालगञ्जहरू पनि एक्सप्लोर गऱ्यौँ अलिकति एन्ड देन ब्याक टु काठमाडौँ थियो सो त्यही नै थियो आइटिनरी सो आजको दिन चाहिँ हामी एक्सप्लोर गर्ने थियो सो हामी चाहिँ यहाँ पुग्दाखेरि चाहिँ यसरी तल पुग्दा होल राउन्ड गर्दाखेरि यो चाहिँ राराको पार्ट नै थियो सो यहाँ चाहिँ यस्तो स्नोफलहरू हिजोको त्यो स्नोफल हुन्छ नि त्यस्तो धेरै त भएको थिएन तर अलिअलि स्नोफल हुँदा थियो भएको थियो अनि त्यो स्नोफलको चाहिँ पार्ट होइन यहाँ हुँदाखेरि र आफूले फिल गर्दाखेरि कस्तो लक्की र कस्तो रमाइलो फिल भइरहेको थियो र यो भ्यू होइन यो कस्तो यो भ्यू यो भाइब्सहरू छ नि यो सराउन्डिङले कस्तो एकदमै हुन्छ नि त्यो बलिउड मुभीको कश्मीरतिरको हुन्छ नि त्यस्तो भाइब्स दिइरहेको थियो कि सो हामीहरू राउन्ड गर्दै जस्ट वक गर्दै फोटोसुट गर्दै फेरि रेस्ट गर्दै इच एन्ड एभ्री पार्ट अफ यो लेकको हुन्छ नि हामीले लिइरहेको थियौँ कि भिडियोहरू फोटोहरू एक्सप्लोर गरिरहेको थियौँ इन्जोय गरिरहेको थियौँ किनभने यस्तो यो त एकदम ठुलो छ नि त सो जताततै फोटो खिच्न मन लाग्छ जताततै हेर्न मन लाग्छ जताततै होइन बसिराखौँ जस्तो लाग्ने कि यस्तो पिस यस्तो फ्रेस फिल हुने यो लेकलाई हेरिराख्न मन लाग्ने दिनभरि बस्न पाए पनि होइन बसम फिल हुने होइन त्यस्तो टाइपको कि यहाँको भाइब्स अनि यो लेक चाहिँ यस्तो क्रिस्टल क्लियर हुन्छ नि लाइक अनि कलर पनि कस्तो डिफ्रेन्ट कलर हुने कि जस्तो कहिले ग्रिनिस टाइपको छ त कहिले ब्लू कहिले फेरि यस्तो निलो के एकदमै ब्लू अमेजिङ खाले ब्लू टाइपको के सो यस्तो लाइक ड्रिम कम ट्रु टाइपको फिल हुन्छ यहाँ गएपछि सो मेरो लागि यो विस लिस्ट थियो जुन चाहिँ चेक लिस्ट थियो होइन बकेट लिस्ट थियो जुन चाहिँ टिक भयो
लक्की फिल भयो। अनि यो चाहिँ डाफे रिजोर्ट यहीँ छ कि जुन चाहिँ नजिकै छ। सो यो डाफे रिजोर्ट छ। सो कसैलाई नजिक बस्नु छ भने डाफे रिजोर्टमा बस्नुहुन्छ। तर हाम्रो रिजोर्ट चाहिँ अलि माथि थियो होइन, त्यति लेकको नजिक थिएन। तर मोस्ट अफ मान्छेहरू जुन ब्लगमा देखिन्छ त्यो चाहिँ डाफेमा जान्छ। सो हामी चाहिँ अब तालपारी जाँदैछौँ। तालपारी चाहिँ अब बोटिङ गरेर जाने। सो 500 पर पर्सन थियो रेट चाहिँ। अनि तालपारी गएर चाहिँ झन् अमेजिङ भिडियोजहरू फोटोजहरू गर्न सकिन्छ कि। मेन मान्छेहरूले साडी लाएर फोटोसुटहरू गर्ने होइन, अर्को ड्रेसेसहरू लाएर गर्ने ठाउँहरू पनि त्यही तालपारीहरूमा रहेछ। सो 30 to 45 मिनटको राइड हुन्छ कि यो बोटिङको। सो हामीले नै पालो चप्पु चलाएर हामीले जस राइड गऱ्यौँ। अनि यहाँ पारी पुग्दा त कस्तो झन् यति डार्क निलो, यति राम्रो भ्यू के। फोटोसुटको लागि त झन् यस्तो बबाल के। अनि त्यहाँबाट रारामा फोटोहरू खिचिसक्यौँ। सो इट लुक्स सो ब्युटिफुल। त्यो पारीबाट चाहिँ हामी यहाँ आएर फोटोहरू खिचिसक्यो। आयो यहाँ एउटा मोरल अल द वे फ्रम daraj.com चोर बजार त होइन नि। अहिले हर्स राइडिङ गरिदियो हो। एन्ड हिज नेम इज हिमाल। अनि उहाँ पनि हुनुहुन्छ। ओ हिमाल बोल। ओइ 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 ए बाबुआ ए के अघि लेख हिमालसित चढेर आएको म। थ्याङ्क यू हिमाल, थ्याङ्क यू।